त्यसो भए तैँले भन्न खोजेको प्रहलाद जस्तै भगवान छैन भनेर? हे भगवान, के त मलाई दिने पछि अत्याचार गर्छस्? म तबसम्म हार मानिन तबसम्म मेरो जिन्दगीको तैँड हुँदैन। वास्तवमा दुश्मन खोज्न बाहिर जानु पर्दैन भन्थे हो रहेछ। बाबा 2 महिनामा चामल दिँदा के भयो त? अझ बढी बोल्छस्? मामु, तपाईँलाई केही हुँदैन, मैले चामल ल्याएको छु। छोरी, तिमी मेरो लागि जति दुःख गर्छौ नि, म त्यति नै तडपेर बस्छु। यो बेरोजगारीले नि ज्यानै खाइसक्यो। कहिले जागिर पाउला र आनन्दको जिन्दगी जिउनु। अङ्कल, मेरो तरकारीको पैसा दिनु पर्दैन? ए साँच्ची तिम्रो तरकारीको पैसा दिनुपर्ने? मैले त बिर्सिछु। भोलि चाहिँ साँच्चीकै दिन्छ है। तपाईँको त भोलि भन्दै दिन जान्छ। मलाई पैसाको कति धेरै आवश्यक छ। म भोलि त साँच्चीकै दिइहाल्छु नि। ए हो, तिमी साँच्चै पढ्दैनौ र? पढ्दिन म, खाने पैसा त छैन, पढ्ने पैसा कहाँबाट ल्याउनु? हेर है भुन्टी, पढ है पढ। पछि उमेर बित्दै गएपछि त गाह्रो हुन्छ नि। तर अहिले म चाहिँ जान्छु है। दादा, भोलि पैसा दिनु नि। त नभइसक्यो, उमेर बित्दै गइसक्यो, पढाइ लेखाइ पनि गरेकै छैन। मामुलाई अब भनेर स्कुल जानु पर्यो। कस्तो भोक लागिरहेको छ। एकातिर रोगले मानलाई छ, अर्कोतिर भोकले। कस्तो अवधि कर्म रहेछ मेरो। दाइ, मलाई अलिकति पैसा दे न, एकदमै आपत परिरहेको थियो। के रे? के भनेको तैँले? के मैले पैसाको बोट रोपेको छु? के म ब्याङ्क हो? तँलाई टपट टिपेर खुतु जिगर दिनलाई आफै काम गरेर 2 पैसा कमाउन सक्दैनस्? अर्काको भरा फस्छस्? साला भात मारा। दाजु, यसरी मुटु नै घोचनी गरी नभन्नु न। छैन भन्दा त भइहाल्छ नि, गाली नै गर्नुपर्छ त। किन गर्दिन? एकचोटि पो सहयोग गर्न सकिन्छ, सधैँ सहयोग गर्न सकिँदैन नि। पैसा निले आफै काम गर्ने, बुझिस्? काम पनि भनेको जस्तो भेट्नु पर्यो नि त दाजु। किन भेट्दैनस्? दुनियाँले काम भेटेको छ, त भात बनाले भेट्दैनस्? काम गर्न मन हुनु पर्यो नि। वास्तवमा दुश्मन खोज्न बाहिर जानु पर्दैन भन्थे हो रहेछ। तँलाई जे सोच्नु छ सोच, आफ्नो लागि आफै काम गर्ने, बुझिस्? छि,
काम र दाम नभएपछि सबैले हेप्दो रहेछ। म पनि केही गरेर देखाउँछु। झन् भन्दा पनि दुख्छ। यसपालि त मर्छु होला म। मामु तपाईँलाई केही हुँदैन, मैले चामल ल्याएको छु। छोरी तिमी मेरो लागि जति दुःख गर्छौ नि म त्यति नै तडपेर बस्छु। मेरो छोरी छोरी आज तिम्रो जन्मदिन। ह्याप्पी बर्थडे टु यु छोरी। थ्याङ्क यू मामु। म भात पकाउन जान्छु ल। मामु यो टमाटर खानुस् न अनि भोक मेटाउनुस्। रसु अङ्कल आज मेरो बर्थडे हो नि, मलाई केक ल्याइदिनुहोस् न तपाईँको तर्फबाट। ए आज तिम्रो बर्थडे हो र? ल म तिम्रो लागि केक लिएर आउँछु, हुन्छ? ल म गएको है त। आज रसुको बर्थडे, हामीसँग एक रुपियाँ पैसा पनि छैन साथी। के दिने हो? जसरी हो पनि आज मैले काम गरेर भए पनि मैले आज के किनै पर्छ। जान्छु काम गर्न। यो मुलङ गरे काम आउँछु भन्थ्यो, अहिलेसम्म पनि आएन। कहाँ गयो त्यो साला खाते? सरी भाइ, आउन ढिला भयो। ल ल त्यहाँ नाटक नपार, खुरखुरो काममा जा। म काम गर्न सुरु गरिहाल्छु। गइहाल, ढिला आउँछ साला खाते। भाइ, मलाई पैसाको एकदम आवश्यक छ। मैले काम गरेको पैसा देऊ न। ल 270 छ, यो राख्दै गर। अहिले यतिले काम चला। भाइ, मेरो दैनिक ज्याला त 500 रुपियाँ हो त, 270 मात्र। काम मिले जब बाबत कमिसन हाल्नु परेन के? म चाहिँ फुक्काराम? हेर केटा, यो काठमाडौँ हो। यहाँ ढुङ्गा इँटा माटो बोक्नु पनि सोच लाउनुपर्छ, अरूको त कुरै छोडिदिउँ। काम गर्ने कालु, मकै खाने भालु, रगत र पसिना बगाएर काम गर्छु म। कमिसन खान्छस् त? तँलाई अझै पैसा पुगेन? राख। तैँले पैसा यसरी खालिस् भनेपछि तेरो काम रहन्छ। जा केटा जा, काम गऱ्यो भने फेरि आउलास्। गइहाल। लक्ष्मीले हेर्छ यार, कस्ता कस्ता मान्छे हुन्छन्। रसुलाई केक ल्याइदिन्छु भनेर बाचा गरेँ, तर मसँग के किन्ने पैसा पनि भएन। अब म रसुलाई के लिएर जानु? जता पनि धोका धोका मात्र हुन्छ, घात मात्र हुन्छ। कसरी बाँच्नु होला? हे भगवान, के त मलाई दिने पछि अत्याचार गर्छस्? म तबसम्म हार मानिन, तबसम्म मेरो जिन्दगीको दैन्ड हुँदैन। छी! जिन्दगी। मामु, मुलुङ घरे अङ्कल कतिखेर आउनुहुन्छ कि? मलाई कस्तो केक खान मन लागिसक्यो। आइहाल्नुहुन्छ नि, किन हात्तिएको? अङ्कल आउनुभयो। अङ्कल केक ल्याउनु भयो? रसु, मसँग के किन्ने पैसै भएन। यही पाउरोटीलाई केक सम्झेर बर्थडे मनाउन ल। भइहाल्छ नि अङ्कल, मनमा शान्ति रहनुपर्छ अनि सब ठिक हुन्छ। अङ्कल हिँड्नुहोस् न बर्थडे बनाउन।
ठुलो मान्छे बन्नु ल। ठुलो मान्छे होइन म देशै खाइदिन्छु नरुनुहोस् न अङ्कल दुःख सुख नै जिन्दगी हो हाम्रो पनि पाला आउँछ रविनाजी मलाई माफ गर्नुहोस् मैले तपाईँलाई आश मात्र देखाएँ तर केही गर्न सकिनँ तपाईँको लागि मलाई झन्झन गाह्रो हुँदैछ मलाई छोडेर जाने मनै छैन मामु तपाईँलाई म छाडेर जान दिन्न